कसैले परिचय सोधो भने हामी आफ्नो परिचय कसरी दिन्छौँ? सायद कसैले आफ्नो परिचय नामबाट दिन्छ होला, कसैले आफ्नो कामबाट दिन्छ होला, अनि कसैले नाता र सम्बन्धबाट पनि आफ्नो परिचय दिन्छ होला। तर के यो सबै परिचय हामीले जन्मदा लिएर आएको हो र? हामी जन्मदाखेरि लिएर आएको हाम्रो परिचय आखिर के हो? हामीले कहिले पनि खोज्ने कोसिस गर्यौँ? कहिले पनि गरेका छैनौँ। हामीले हाम्रो जन्मदा लिएर आएको आफ्नो परिचय र त्यो परिचय अनुसारको कर्म सबै बिर्स्यौँ। आफ्नो परिचय खोज्ने कोसिस गर। हामी मान्छे हौँ, मान्छेको परिचय खोजौँ अनि मान्छे जस्तो व्यवहार देखाउन सुरु गर। अनि यो संसार स्वर्ग भइदिन्छ यदि मान्छे बनेर मान्छेको व्यवहार देखाउँदै जाने हो भने।